हेलो एभ्रिवान। आज मलाई फुड भ्लग बनाउने जाँगर छ है त। म एउटा तरकारी पकाउँदैछु। हेर्नुहोस् है त कसरी बनाउँछु। यो चाहिँ माटे कराई हो। माटे कराईमा पकाएको मलाई मिठो लाग्छ। मैले चाहिँ तेल तातेर तेलमा चाहिँ अलिकति मेथी राखेँ। अनि त्यस पछाडि चाहिँ मैले सायद अब खुर्सानी राख्ने तयारी गर्दैछु। खुर्सानी चाहिँ के छ भने यो अकबरे खुर्सानी हो। म चाहिँ अकबरे खुर्सानी चाहिँ काटेर सुकाउँछु ताकि यो चाहिँ धेरै टेस्ट नजाओस् अनि अलिकति लामो समयसम्म रहोस् भनेर। त्यसपछि आलु राखेँ। आलु राखेर मजाले एकचोटि चलाउँछु हैन। तेल त जताततै लाग्नु पर्यो। फेरि आलु राखेर चलाइसकेपछि म यसमा अनि बेसार राख्छु है त। बेसार राखेँ। बेसार राखेर एकछिन चलाएपछि फेरि बेसार त डढिहाल्छ। डढेपछि मैले यसमा अघि नै काटेर राखेको सिमी राखेँ है त। सरी सिमी नै बोडी राखेँ ल। अनि बोडी राखेर यसलाई चलाइसकेपछि फेरि एकचोटि मजाले चलाएँ हैन। अनि चलाएपछि त नुन पनि राख्ने। मैले धेरै जसो अरू तरकारीमा चाहिँ मैले नुन पहिले नै राख्थेँ। यसमा चाहिँ मैले आज अलिकति ढिलो राखेँ। तर केही छैन, फ्राई गर्न बाँकी नै छ नि त, तार्न एकछिन भुट्नको लागि। अनि त्यसैले खुर्सानी नुन राखेँ। खुर्सानी र नुन राखिसकेपछि अब यसलाई हल्का मसला राखेँ हैन। अनि मसला राखेर एकचोटि चलाएर म यो टमाटर काट्दैछु। टमाटर पनि राखेपछि त्यो भुट्दै गर्छु। मलाई चाहिँ आलु अलिक अगाडि नै पाकेको मनपर्छ, किनभने गल्छ नि त फेरि। अनि सिमी चाहिँ काँचै मनपर्ने हो। तर आज मेरो सासु मम्मीको लागि बनाएको हुनाले अलिकति गलाउनुपर्छ, किनभने उहाँको दाँत चाहिँ अलिकति हुँदैन। त्यसपछि टमाटर पनि राखेँ। टमाटर राखेर एकचोटि मजाले चलाइसकेपछि अब यो चाहिँ टमाटर हेर्नुहोस् न कस्तो मिठो कलर भयो। हेर्दै खाउँ लाग्ने खालको कलर भयो। पाकेको चाहिँ छैन नि फेरि है। अनि यसलाई चलाइसकेपछि के गरेँ त, अब मैले यसलाई छोपिदिएँ हैन। यसरी छोपेर अब चाहिँ म यता लसुन अदुवाको जोहो गर्न लागेँ। लसुन कोट्याएँ। अदुवा त मैले पहिल्यै छिलेर राखेको थिएँ, काटेर रेडी गरिराखेको थिएँ। अनि त्यसपछि अदुवा लसुन थिच्छु अब हैन। यसरी थिचेर मसिनो बनाउँछु। अदुवालाई धेरै मसिनो बनाउँछु किनभने सस्रेको रहन्छ। लसुन चाहिँ मैले थ्याच मात्रै पार्छु, किनभने लसुन त पाकेपछि गल्छ नि त। त्यही भएर लसुनलाई चाहिँ ठिकै थिच्छु मैले। गरिसकेपछि अनि यो दुईवटा मसिनो बनाएर यसलाई चाहिँ यो तरकारी यो ढक्कन खोलेको मैले सुट गर्न भ्याइनँ, ढिलो भयो। अनि त्यस पछाडि मैले यसमा चाहिँ यो अदुवा लसुन लगेर राखिदिन्छु र छोपिदिन्छु एकछिन हैन। एकछिन राम्रोसँग छोपेपछि यो पाक्छ। अब बिहान सबैजना उठिसके, बिहानै उठेर बनाइहाल्छु भनेको सबैजना उठे। मलाई अलिकति डिस्टर्ब जस्तो गऱ्यो। अनि मैले यति पकाउँदा छोपेर राखिदिएँ।